कास्कीको अन्नपूर्ण गाउँपालिकामा चट्याङ लागेर 2 जनाको ज्यान गएको छ। अन्नपूर्ण गाउँपालिका वडा नम्बर 11 स्थित त्रिवेणी ताल हिडन लेक पदमार्गमा आइतबार दिउँसो 2 जना मजदुरको चट्याङ लागेर मृत्यु भएको हो। मृतकहरू संखुवा सभाको सिलिचुङ गाउँपालिका 2 का भरत कुमार राई र महेश राई रहेको अन्नपूर्ण गाउँपालिकाका प्रमुख विष्णु बहादुर केसीले जानकारी दिनुभएको छ। मृतकको शव निकाल्न प्रहरी निरीक्षक राजकुमार केष्टीको नेतृत्वमा 4 जनाको टोली त्यसतर्फ गएको जिल्ला प्रहरी कार्यालयका कास्कीका सूचना अधिकारी वसन्त कुमार शर्माले जानकारी दिनुभएको छ। उहाँका अनुसार शव निकाल्ने कार्य सोमबार बिहानदेखि मात्रै हुनेछ। हामीले खबर पाए लगतै इन्सपेक्टरको नेतृत्वमा 4 जनाको टोली पठाएका छौं, उहाँले भन्नुभएको छ। हिजो जाँदा जाँदै रात पर्ने भएकाले आज सोमबार बिहानदेखि मात्रै शव निकाल्ने कार्य सुरु भएको छ। पानीसँगै हिउँ परेकाले शव हिउँले पुरिएको अवस्थामा रहेको गाउँपालिकाका अध्यक्षले बताएका छन्। यसैगरी पोखराबाट प्रहरीको टोली हिँडिसकेको खबर पाएको उहाँले बताउनुभयो।